म तपाईहरुलाई एकदमै खतरनाक भिडियो देखाइरहेको छु। यो भिडियोमा एकजना दिदी गुडिरहेको जिपबाट खस्नु भएको छ। अलिकति मानवीय कमजोरीले गर्दा बन्द गर्न टाइटली नलगाएको कारणले गर्दा उहाँ दिदी चाहिँ ढोकामा आडस लगाएर बसेको या ढोकाको नजिक भएको हुनाले उहाँ चाहिँ खस्नुभयो। धन्न उहाँको ज्यान जोगी। हेर्नुहोस्, अगाडिबाट गाडी आएको भए दिदीको ज्यान जानी थियो र यो गाडी पनि अलि बढी स्पिडमा भएको भए चोटपटक लागेर दिदीको ठाउँको ठाउँ ज्यान जान सक्थ्यो। त्यसकारणले यस्ता कुरामा हामी पनि सिरियस ख्याल गर्नुपर्ने कुराहरू, चढ्दा बिस्तारै चढौँ र बिस्तारै सिटमा बसौँ। त्यस्तै गरी झर्दै गर्दा पनि गाडी पूर्ण रूपमा रोकिएपछि मात्र हामी झर्ने गरौँ। त्यस्तै गरी ढोका राम्रोसँग लगाइयो कि लगाइएन त्यसलाई ख्याल गरौँ। त्यस्तै गरी सहचालकलाई नि भन्ने गरौँ, यदि यो जिपहरू सानो माइक्रो जिपहरूमा हामी यात्रा गर्दैछौँ भने ढोका राम्रोसँग लक भएपछि मात्र बस्ने गरौँ। त्यति भयो भने सुरक्षित रहन्छ। बाटाहरू आफैमा खतरनाक छन्। कति ठाउँमा एकदमै भिराला र भिरहरू छ, कति ठाउँमा एकदमै ठाडा घुम्तीहरू छन्, कतिपय ठाउँमा पहिरोहरू आइरहेको हुन्छ, कतिपय ठाउँमा त बाटो नै बिग्रिरहेको हुन्छ। त्यस कारणले आफू सचेत बनाऊ, आफू सुरक्षित तवरले यात्रा गरौँ। त्यति गरियो भने आफ्नो ज्यान सुरक्षित रहन सक्छ। धन्न उहाँ दिदी बाँच्नुभयो। एकदमै खुसी लाग्यो साथीहरू।